बस चाहिँ यस्तो रहेछ। यो चाहिँ मेरो बस्ने कोठा सानो स्लिपिङ। यहाँ यस्तो राख्ने जुत्ता चाहिँ प्याक गरेर उता राख्नु पर्दो रहेछ। राम्रो छ बस यो भियतनामको यो सर्भिस चाहिँ मलाई ठिक लाग्यो। सुती जानु माथि पनि छ अर्को तल। यहाँ हाम्रो विशाल भाइ, यहाँ एउटा पानीको बोतल, के हो लाइट एलसिडी, त्यसपछि त्यहाँ कल गरेर बोलाउन मिल्ने। यहाँ चार्जरहरू, टक्क सानो लाइट, पर्दा पनि छ, मजा लाग्यो। यो बाहिरको भ्यू हेर्ने। ल बसबाट उत्रियो। फोहोर त अलिअलि नेपाल इन्डिया भाइ रहेछ। भियतनाम पनि पुऱ्यो जस्तो न हो, तै पनि त्यति धेरै सफा त छैन जति सोचिरहेको थियो। योभन्दा सफा त मलेसियाको। ल अब एकछिन होटल जान्छ नि भाइ।